नमस्कार जोजलपाट म अधिवक्ता हरिराम लोहजु यस सिद्धि स्मृति प्रतिष्ठानको सदस्य सचिव यहाँहरू सबैमा न्यानो स्वागत अभिवादन गर्दछु। आदरणीय प्रमुख अतिथिज्यूहरू र महिला तथा सज्जनवृन्द, आज हामी सिद्धि स्मृति दिवस 37औं सिद्धि स्मृति दिवस समारोहमा छौँ। तल दुईवटा कार्यक्रम, बृहत निशुल्क स्वास्थ्य शिविर र रक्तदान कार्यक्रम पनि यसै सन्दर्भमा भइरहेको स्थिति छ। यहाँ आज हामी स्वर्गीय सिद्धि सुन्दर ढबडेलको स्मरण सम्झनाका सवाल जवाफहरू छलफलहरू गर्छौँ। सायद हामी 1.5 घन्टा 1 घन्टा र आधा 1.5 घन्टा समय यो हलमा बिताउँछौँ होला। हो, आज यही हाम्रो यो सिद्धि स्मृति प्रतिष्ठानको लागि अत्यन्तै गौरव, अत्यन्तै महान व्यक्तित्वको रूपमा रहनुभएका स्वर्गीय सिद्धि सुन्दर ढबडेलको सम्झना र स्मृतिमा स्थापित यो सिद्धि स्मृति प्रतिष्ठान र यस अन्तर्गत अहिले हामीले यहाँ 5वटा विभिन्न सेक्टरको सेवाहरू उपलब्ध गराइरहेको छौँ। अत्याधुनिक यो प्रविधि सहितको अहिले अस्पताल भवनबाट एकदमै न्यून शुल्कमा हामीले विशेष गरी महिला र बालबालिकाको विशेषज्ञताको क्षेत्रमा र अरू जनरल क्षेत्रमा हामीले स्वास्थ्य सेवा उपलब्ध गराउँदै आएको अस्पताल सेवा, अनि यो ज्येष्ठ नागरिक आश्रम, यहाँ झन्डै 50-60 जना आवासीय क्षमता रहेको यो ज्येष्ठ नागरिक आश्रम सेवा, बालबालिकाको लागि हामीले बालगृह सेवा, युवाहरूको लागि युवा लक्षित खेलकुद सेवा, अनि यो समग्र देशकै लागि कला र संस्कृति जगेर्नाको लागि कला र संस्कृतिलाई समेटेर हामीले 5वटा सेवाहरू मार्फत यो अहिले सेवा सञ्चालन गरिआएको यो सेवाको प्रमाणले हामीलाई सिद्धि सुन्दर ढबडेलको भौतिक शरीर यहाँ नरहे पनि उहाँको आत्मा, उहाँको यो सद्भाव, उहाँको स्मरण, यो सबै यो भौतिक संरचनादेखि लिएर सबैले उहाँलाई अझ अम्बर बनाइरहेको हामी देख्छौँ। त्यस कारणले आज हामी यो उहाँको सम्झनामा केही शब्दहरू, केही श्रद्धा सुमनका शब्दहरू सुन्छौँ र छलफल गर्छौँ। यो यहाँसम्म आउँदाखेरि अब आजकै दिन जन्मिनु भएको स्वर्गीय सिद्धि सुन्दर ढबडेल अल्प आयुमै, सानो कलिलो उमेरमै सडक दुर्घटनामा पर्नुभयो, मृत्युवरण लिनुभयो। त्यो चाहिँ स्वास्थ्य उपचारकै कमीको कारणले उहाँको अकालमा ज्यान गुम्यो। त्यो पीडा, त्यो दुःखद क्षण त एकदमै अकल्पनीय, असहनीय छन्। तर पनि यो संरचनाले, उहाँको सम्झनाको यो संरचनाले ती दुःख, ती पीडालाई भुलाउने परिस्थितिमा हामी छौँ र उहाँ हामीसँगै हुनुहुन्छ भन्ने अनुभूति गर्न पाइरहेका छौँ। यस अर्थमा हामी आज उहाँलाई स्मरण गरिरहेका छौँ, सम्झना गरिरहेका छौँ। झन्डै 17 रोपनी यो क्षेत्रफलमा यो अत्याधुनिक हस्पिटल मैले निवेदन गरिहालेँ, वृद्धाश्रम निवेदन गरिहालेँ, बालगृह, स्वास्थ्य क्षेत्र, के अरे खेलकुद क्षेत्र, कला संस्कृतिको जुन यो छ, यी सबै चिजले सिद्धि सुन्दर ढबडेल अहिले पनि हामी सामुन्दै छन् भन्ने कुराको ज्वलन्त प्रमाण, उहाँ अझ अमर हुनुहुन्छ भन्ने प्रमाण दिइरहेको स्थिति छ। यही सन्दर्भमा आज हामी उहाँलाई स्मरण गरिरहेका छौँ। त्यही भएर आज उहाँको सम्झना, उहाँको स्मरणमा धेरै मान्छेहरूले स्वास्थ्य सेवा पाउँदैछ। लाखौँ मान्छेहरूको वर्षेनी स्वास्थ्य सेवा प्रदान भइरहेको यो हस्पिटल, धेरै बुवाआमाहरूको सेवा तह चाकरी गरिरहेको ज्येष्ठ नागरिक आश्रम, बालबालिकाहरूको क्षेत्रमा धेरै बालबालिकाहरूले सहयोग प्राप्त गर्नुभएको संस्था र युवाहरूले खेलकुदको माध्यमबाट
क्रियाशील हुने अवसर पाएको स्थिति र कला र संस्कृति जगेर्नातर्फ उन्मुख गर्दै गरेको यो सिद्धि स्मृति प्रतिष्ठानको बारेमा पनि हामी केही कुराहरू यहाँ छलफल गर्छौँ र यसै सन्दर्भमा यो आजको कार्यक्रममा हामी अब एउटा प्रेजेन्टेसन पनि हेर्छौँ। यो सिद्धि स्मृति प्रतिष्ठानको समग्र यो परिचय छोटो परिचय पनि हेर्छौँ। यहाँहरू प्रमुख अतिथिज्यूहरूबाट हामीले गहकिलो मन्तव्यका कुराहरू सुन्छौँ। यहाँ कार्यरत कर्मचारीहरूको कदर स्वरूप सम्मान स्वरूप हामी कर्मचारीको सम्मान पनि गर्छौँ र यही यो हस्पिटल प्रिमाइसमा रहेका छिमेकीहरूलाई हामी अबका दिनदेखि यो हस्पिटलबाट प्रदान हुने स्वास्थ्य सेवामा भारी छुट हुने व्यवस्थाको घोषणाहरू पनि आजको यो कार्यक्रमबाट हुँदैछन्। यसर्थ यो 37औं सिद्धि स्मृति दिवस अत्यन्त महत्त्वपूर्ण र गौरवपूर्ण रहेको महसुस गर्दछौँ। आदरणीय महानुभावहरू, यसै सन्दर्भमा सिद्धि सुन्दर ढौडेललाई हामीले अब उहाँको भौतिक शरीर नभएको कारणले उहाँलाई श्रद्धाञ्जली स्वरूप अहिले हामी 1 मिनट उभिएर उहाँलाई श्रद्धाञ्जली स्वरूप मौन धारण गर्छौँ। यसमा सहभागी भइदिनु हुन सम्पूर्ण अतिथिज्यूहरूलाई म हार्दिक आमन्त्रण गर्दछु। सुरु। हजुर, धन्यवाद। यो कार्यक्रमलाई र कार्यक्रममा उपस्थित सम्पूर्ण अतिथिज्यू र यो बौद्धिक सर्कल अनि सज्जनवृन्दमा न्यानो स्वागत गरिदिनु हुन हामी सामु रोशन ढौडेलजी आउनुहुन्छ। रोशन ढौडेलज्यूलाई म हामी सामु एकदमै लोकप्रिय गायक रोशन ढौडेलजी हुनुहुन्छ। उहाँले यहाँहरू सम्पूर्णमा स्वागतको लागि स्वागत गान गाउनुहुन्छ। उहाँलाई हार्दिक अनुरोध गर्दछु। रोशन ढौडेल गायक। नमस्ते। उपस्थित सम्पूर्णमा स्वागत गर्न चाहन्छु। आज मैले एउटा स्वागत गीत बनाएको छु हामीले। यस गीतलाई लेख्नुभएको छ यस संस्थाका अपरेसनल डाइरेक्टर अनिल राज भण्डारी, सङ्गीत मैले आफै गरेको छु। स्वागतम सुस्वागतम स्वागतम 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 सुस्वागतम। सिद्धिको आज यो दिनमा सिद्धि दिवसको पावन अवसरमा सिद्धिको आज यो दिनमा सिद्धि दिवसको पावन अवसरमा सहृदय पवित्र सारा
मनहरूमा स्वागतम 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 सुस्वागतम हृदयको अनन्त गहिराइबाट सुख शान्ति समृद्धिको हृदयको अनन्त गहिराइबाट सुख शान्ति समृद्धिको गर्छौ कामना मङ्गलम स्वागतम 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 सुस्वागतम स्वागतम स्वागतम सुस्वागतम। धेरै धेरै धन्यवाद रोशन ढौडेलज्यू सुमधुर स्वरसहितको स्वागत ज्ञान मन्तव्यको लागि स्वागत ज्ञानको लागि। अब यहाँहरू सम्पूर्णमा यस 37औं सिद्धि स्मृति दिवसको उपलक्ष्यमा न्यानो स्वागत आतिथ्यता र स्वागत मन्तव्यको लागि म यस प्रतिष्ठानका संस्थापक अध्यक्ष आदरणीय दाई श्री श्यामसुन्दर ढौडेलज्यूलाई म हार्दिक अनुरोध गर्दछु। जोजल्पा नमस्ते र गुड आफ्टरनुन। आज यस 37औं सिद्धि दिवसको उपलक्ष्यमा पाल्नुहुने सम्पूर्ण अतिथिवृन्द र आजको प्रमुख अतिथि सरदा सर र अन्य हाम्रो यस प्रतिष्ठानका कर्मचारी टोलवासी दाजुभाइहरूमा हार्दिक न्यानो अभिवादन व्यक्त गर्न चाहन्छु। समयले यस्तो फर्को मार्ला भन्ने सोचेकै थिएन। हिजो जस्तो छ आज छोरा बितेको 37 वर्ष भइसक्यो। उसैको नाममा स्थापित एउटा सानो स्वास्थ्य सेवा केन्द्रबाट विस्तारित हुँदै आज भक्तपुरको गौरव एउटा मान भनौँ या सेवा दिने स्तरमा एउटा एकदम ठुलो फर्को मार्न यस सिद्धि स्मृति प्रतिष्ठानले सम्भव पुर्याएको छ। तथापि पनि त्यसमा एउटा चुनौतीहरू धेरै छन्। त्यस अर्थमा हामीले पृथक ढङ्गबाट पहिले हामीले के हौँ त भन्ने एउटा सानो सचिवज्यूको समयलाई मध्यनजर राख्दै हामीले एउटा सानो प्रेजेन्टेसन गर्छौँ र एउटा भिडियो पनि यहाँ समक्ष प्रस्तुत गर्न गइरहेछौँ। पिक्चर्सले धेरै कुरा बोल्छ भन्छ, त्यही हिसाबले सर्वप्रथम सदस्यज्यूलाई पुनः स्वागत छ। यो छोरा 1993बाट 2050 सालमा हो, 46 सालमा जन्मेको र 50 सालमा अवसान भएको। त्यस अर्थमा हामीले सुरुमा चाहिँ एउटा 12 स्थानमा हाम्रो घर नजिकै स्थानमा एउटा स्वास्थ्य सेवा केन्द्र आफ्नै भनौँ न क्षमताले सञ्चालन गर्यो, जसको फलस्वरूप भक्तपुरमा साँच्चै नै एउटा महिला र बालबालिकाको अस्पताल आवश्यकता भन्ने महसुस गरियो। त्यस अर्थमा हामीले एउटा अस्पताल सञ्चालन गऱ्यौँ विभिन्न सहयोगी मित्रहरूको
र यो साइकलले के त यो यसको प्रतिष्ठानले अस्पताल मात्र नभइकन जीवन चक्रको आधारमा जसरी अस्पतालमा महिला दिदीहरू बच्चा जन्माउन आउँछ र यो आश्रममा चाहिँ उहाँहरू ब्रह्मलीन हुनलाई बस्दा हुन्छ। जन्म र मृत्युको देशा र हाम्रो अनाथालय त्यसैले हामीले यो संस्था प्रतिष्ठानको उद्देश्यले यो के भन्छौँ साइकल अफ लाइफ हो। त्यसमा अहिले धेरै भन्दिनँ। हस्पिटल कसरी सञ्चालन भयो, सिपी शालिग्राम कसरी सञ्चालन भइरहेछ भन्ने अब आउने भिडियोमा प्रस्तुत हुन्छ होला। र अहिले हाम्रो माइलस्टोन के छ भने यसलाई सर्टमा लैजाँदैछौँ। सुरुमा यही ठाउँबाट हामीले स्वास्थ्य सेवा केन्द्र बनायौँ। यो मेरो घर नजिकको एउटा मन्दिर परिसरमा हामीले आन्तरिक सबै व्यवस्था गरेर आफ्नै खर्चले चलायौँ। अहिले यतापट्टि अहिले पनि चालु नै छ यो। र सुरुमा हामीले यो हस्पिटल सरले देख्नुहुन्छ। सुरुमा 2 तल्ला हस्पिटल, यो थोरै पैसा थियो। त्यो पैसाले नपुगेर मेरो साथी जर्मन साथीले र जर्मन एम्बेसीले सहयोग गरे यसलाई कम्प्लिट गऱ्यौँ। अस्पताल चलाउन भवन त बन्यो, तर अस्पताल कसरी सञ्चालन गर्ने भन्ने हिसाबले तिमी आँट म पुर्याउँछौ भन्दा चाहिँ टिचिङ हस्पिटल र नर्वेको युनिभर्सिटी अफ बेर्गेनले एउटा रिसर्च गरेर छ नेपालमा बालबालिकाहरू के भएर चाहिँ डायरियाबाट झाडापखाले मर्छ भन्ने त्यो रिसर्च यो हस्पिटलबाट हामी सुरु गऱ्यौँ। जसको फलस्वरूप अहिले बालबालिकाहरूलाई झाडापखाले लागेमा जिङ्कको औषधि खुवाउने यही ठाउँबाट रिसर्चबाट उत्पादन भएको हो। र यसलाई क्रमबद्ध रूपमा लाँदै गर्दाखेरि यो 54 सालमा गऱ्यो। यो 59 सालमा अहिले सरलाई मैले भने अहिले जुन यो एम्बुलेन्स रोकेको ठाउँमा त्यो रातो बिल्डिङ चाहिँ हाम्रो साथी स्विजरल्यान्डबाट सपोर्ट दिएको थियो र त्यसैलाई भत्काएर अहिले नयाँ भवन त्यहाँ ठडिएको छ। यो नयाँ भवन अघिल्लोको ठाउँबाटै अब यो कति चुनौतीपूर्ण यो कसरी सम्भव भयो, कसरी सक्यो भन्ने म कल्पनै गर्न सकिँदैन। अब पैसा छैन, अब एउटा भनौँ न मनको भावले भित्री मनले लेख्दाखेरि आउँदो रहेछ। यो मेनुका पौडेललाई त्यत्रो गायकहरूले त्यहाँकोले खुट्टासम्म ठोक्यो होइन। अडियन्सहरू रोयो। किन रोयो भन्दाखेरि उसले यस्तो भित्री आत्माले गाएको छ कि सबैको मन जित्यो। मेरो पनि एउटै खुबी के छ, म भित्री आत्मा लेख्छु मेरो साथीहरूलाई। अनि त्यो क्रन्दन, त्यो रोदन, त्यो आवश्यकता सम्झेर पैसा चाहिँ पठाइदियो र सम्पन्न भयो भन्नु सरको सामुन्ने यो छँदैछ। र हाम्रो हस्पिटलको सेवाहरूमा विभिन्न छ। सबभन्दा महत्त्वपूर्ण भनेको हाम्रो यो आइसियु र सर्जरी नै हो हाम्रोमा। यो महिला तथा बाल अस्पताल मात्र छ। अनि भविष्यमा हामीले यसलाई चाहिँ जेनरल हस्पिटलमा, किनभने यो आफैमा सस्टेन हुने हामीले बाटो देखेनौँ सर। साँच्चै भन्नुपर्दाखेरि यो हाम्रो 24 आवर यो जसरी विभिन्न सेवाहरू यहाँ भइरहेछ। 24 घन्टा चाहिँ डायग्नोस्टिक सेन्टर पनि छ, फिजियोथेरापीदेखि लिएर फार्मेसी पनि, एम्बुलेन्स पनि। अनि अब यो नयाँ बिल्डिङको भित्रबाट हामीलाई गर्व लाग्छ, मेरो साथीहरूलाई पनि गर्व लाग्छ। श्याम हरि यहाँ हुनुहुन्छ, उहाँले मध्यबिन्दुमा 7 वर्ष भयो अझ पनि त्यो कम्प्लिट भएन। श्याम तिमीले त 15 महिनामा कम्प्लिट गर्यो, कसरी गर्यो भनेर उनीहरू खुसी। त्यही खुसीले नै हामीले उनीहरूको एभ्री सिङ्गल डलरलाई हामी सदुपयोग गर्छौँ। त्यसैले त प्रभावित भएर दिनु हो। अहिले हाम्रो मोडुलर र ओटी 2टा छ। अनि आइसियुमा एकदमै भनौँ न सोफिस्टिकेटेड इक्विपमेन्टबाट सरले फुर्सद भएन भन्दा आइसियुमा जानु त सबै कुराहरू चेन्ज गरेर जानुपर्ने हुन्छ। र एनआइसियु पिआइसियुमा अब सुख लाग्छ के हो त भन्दाखेरि आइमाई दिदीबहिनीहरू होइन कस्तो कहाली। अब अहिले यहाँ कतिपय दिदीबहिनीहरू त आफूले जन्माएका बालकहरू छन्।
ती जन्मेका बालकहरूलाई कति माया लाग्छ भन्ने त्यो कल्पनै गर्न सक्दैन। त्यस्तो बच्चाको जीवनदान दिने थलो बन्न पुगेको छ। यही मोडुलर ओटीबाट अपरेसन गरेका हुन्। अनि हामीले अहिले नयाँ नयाँ प्रविधि ल्याएको छौँ। एलर्जी टेस्ट के भएर एलर्जी, अहिलेसम्मको रेकर्डमा के छ भने एलर्जी केले हुन्छ भन्ने थाहै छैन। यो अहिले समाजमा कस्तो भयो भने आफै निर्भर भएर बाँच्नु, सेल्फ इन्डिपेन्डेन्ट भएर बाँच्नुपर्ने परिस्थिति छ। अनि हाम्रो पालामा त 18 वर्ष 19 वर्ष भयो कि त लेट भयो बिहा गर्न भन्थ्यो। अहिले त बिहा गर्ने उमेर 30 वर्ष हुँदैन। त प्रब्लम के छ मेलमा भन्दा फिमेल प्रब्लम। फिमेलहरू 30 इयर्स भइसकेपछि त्यो कन्सिभ हुनै गाह्रो हो। कन्सिभ भए पनि अनि त्यो अङ्गभङ्ग हुने त्यस अर्थमा चाहिँ यसको लागि आइयुआई भनेर हामी गर्भाधानको लागि प्रक्रियामा छौँ। तर अब आइभीएफ त गर्न सकेका छैनौँ। यो हामीले के गर्छ, हामीले यहाँ बिरामी आयो भने उनीहरूको बिरामी यहाँ उपचार गरेर बच्चा जन्माएर गयो भने उसको हालत के छ त थाहा हुँदैन नि, भर्खर जन्मेको बच्चा। अनि त्यसैले हामीले भोलिन्टियरहरू स्टाफहरू गएर घरमा गएर उपचार गर्न जान्छ। के छ कसो छ उनीहरूलाई जाँच्नु पऱ्यो कि या अलिक बिरामी छ भने अस्पताल रिफर गर्नु पऱ्यो कि भनेर हामीले 2-4 जना स्टाफहरू त्यसरी घरमा पठाएर उपचार गराइरहेको छ। जसको लागत त बढी छ तर सेवा ठुलो कुरा भयो। अब हामीले पहिले चाहिँ भनौँ न बच्चाहरू जन्माउँदाखेरि आइमाई दिदीबहिनीलाई कति कष्ट हुन्थ्यो। अब कष्ट बिना नै बच्चा जन्माउने प्रविधि निस्किएको छ। मतलब यो बच्चाहरूको दुध खुवाउने ठाउँ भयो। अनि अहिले हामीले यो नी रिप्लेसमेन्ट भन्ने चाहिँ आज हामी जस्तो बुढाबुढी उमेर गइसकेपछि धेरै समस्या नै घुँडाको हो। त्यो नी रिप्लेसमेन्ट हामी कहाँ 2-4वटा भइसकेको छ। र हामीले विभिन्न कलेजका स्टुडेन्टहरूलाई हामी यहाँ ट्रेनिङ दिन्छौँ। र न्यू लाइफ सपोर्टको ट्रेनिङदेखि लिएर उनीहरूलाई हाम्रो डक्टर्सहरूले ट्रेनिङहरू उपलब्ध गराउँछौँ। र विभिन्न हामीले उत्सवहरू सेलिब्रेसन गर्छौँ र हेल्थ क्याम्प ठाउँमा गएर गर्छौँ। र यो अब डाक्टर मनोज हुने के अपरेसन यो भेरी कम्प्लिकेटेड अपरेसन हो। त्यहाँ बच्चाहरूको यहाँ अपरेसन हुन्छ। र अब यो बच्चाको भनौँ न यो आन्द्रा सम्बन्धी के हो, म बिइङ ए नन मेडिकल पर्सन आई डोन्ट नो, बट इट इज अ भेरी कम्प्लिकेटेड सर्जरी विच वाज डन सक्सेसफुली। अब नयाँ भनौँ न बच्चाहरू मैले अघि नै भने नि अब अस्पतालमा बच्चा जन्माउँछ, बच्चा जन्म कम्प्लिकेटेड भएपछि बाहिर लानु पऱ्यो भने त्यो बच्चा बाटोमा गाडीमा लाँदा हामीहरूको अहिले नेपालमा जे जति एउटा हस्पिटल बाहेक जति पनि एम्बुलेन्स भने हो त्यो ट्याक्सी मात्रै हो। एउटै के हुन्छ अक्सिजन हुन्छ र एम्बु ब्याग्सहरू। त्यो भन्दा एक्चुअली एम्बुलेन्स भनेको त वेल इक्विप्ड हुनुपर्छ। त्यो वेल इक्विप्ड नभएपछि अनि अरू ठाउँमा रिफर आउँछ र हामीले रिफर आउँदाखेरि सरलाई अचम्म होला, अरू हस्पिटलमा उपचार गरेर खल्तीमा पैसा सिद्धेपछि तिमी सिद्धिमा जाऊ भन्ने पठाइदिन्छ। पहिले नै पठाइदिएर त उसको पैसा धेरै पैसामा बचेर बाँच्छ नि। नभएपछि अब हाम्रो उद्देश्य के भने कोही पनि बिरामीहरू हाम्रो परिसरमा पाइला टेकेपछि पैसाको कारणले बिना उपचार फर्केर जानुपर्छ। फर्स्ट सर्भिस देन कम्स मनी। अनि कतिपयलाई त महिनौँ वर्ष त हामीले नि शुल्क पनि गरेका छौँ। अलि तिर्ने सक्ने र अलिअलि शुल्क तिरेर पनि उपचार गरेर रोएर कराएर आएको आमा बाबु हाँसी जान्छ। अनि हामी कहाँ एउटा राम्रो पक्ष भनेको ल्याप्रोस्कोपिक सर्जरी पनि हो। अब हस्पिटल च्याप्टर छोडेर वृद्धाश्रम हामी कसैलाई मन पराउँदैन। वृद्धाश्रममा वृद्धहरूको आशा अब त्यसलाई कसरी विभिन्न नाम दिनु खोज्छ। अरे बाबा हामी वृद्धलाई मलाई वृद्ध भनेर ज्येष्ठ नागरिक भनेर बुढाबा भन्छ, काका भन्छ, त्यो भन्दैमा के फरक। आश्रम त ज्येष्ठ नागरिकहरूको लागि गर्नु। त्यसैले हामी ज्येष्ठ नागरिक आश्रम भनेर नामाङ्कन गरेर चाहिँ अहिले हामी कहाँ
हाम्रो सेवा भनेको आउने केयर किपर सर्भिस। मैले अघि नै सरलाई भने यी 41 जना छ त हामी कहाँ 23 जना त स्टाफ छ भनेपछि 2 जना बराबर 1 जनाले सेवा दिइरहेछ। किनभने खाना पकाउनु पर्यो, नर्सिङ भयो, कुक भयो, हरेक चिजले गर्दा। अनि हामी विभिन्न कार्यक्रममा सेलिब्रेट गर्छौँ, जसरी होली भयो, बाउको मुख हेर्ने, आमाको मुख हेर्ने र पिकनिक गर्ने। अब दिवा सेवा आजबाट सुरु गर्दैछौँ। अस्ति कोभिडले गर्दाखेरि 3 जना बाबाआमाहरू यहीँ बितेपछि त छ्याप्पै बन्द गर्नु पर्यो। अब आजबाट फेरि दिवा सेवा। यो दिवा सेवाले के गर्छ भने सर, चारैतर्फको बाआमाहरू, मेरै उमेरका, मभन्दा बढी उमेरकाहरू दिनभरि घरमा, छोराछोरी त खेत जान्छ, कलेज जान्छ, व्यापार के गरेर बस्ने, उनीहरूलाई यहाँ ल्याएर भजन सत्सङ्ग नाच गान गराउने अनि निःशुल्क खाजा खुवाएर हामी पठाउँछौँ। अब अर्को चाहिँ यो हाम्रो अनाथालय छ। योभन्दा अलिकति 3-4 किलोमिटर टाढा आर्मी ब्यारेकहरू छ। हामी कहाँ अहिले 21 जना बालबालिकाहरू छन्। पर कालीकोटदेखि, रुकुमदेखि ल्याएका बच्चाहरू छन्। अब मैले हाम्रो वडाध्यक्ष उकेश भाइलाई पनि अब हामी कोलाबोरेटिभ एप्रोचमा जानुपर्छ। मै भनेर हुँदैन। म इन्डियामा मेरो यो हस्पिटल खोल्नुमा अगाडि म कयौँ हस्पिटलहरू चाहेँ, हेरेँ, उनीहरूको कस्तो राम्रो कोलाबोरेटिभ एप्रोच छ। तपाईँकोमा सिटी स्क्यान छ भने उसकोमा हुँदैन, किन डिस्टेन्स त टाढा छैन। उसले त्यत्रो 10औं करोड 20औं करोड लगानी गर्नु परेन। त्यस्तो भने चाहिँ अब हामी अबका दिनमा कोलाबोरेटिभ एप्रोचमा, जसरी खोप अस्पताल भयो, यहाँको नागरिक अस्पताल भयो, भक्तपुर अस्पताल भयो, यो यसरी गयो भने कोही पनि बिरामीहरू भक्तपुरबाट बाहिर गएर उपचार गर्नु नपरोस् भन्ने हाम्रो मूलभूत उद्देश्य हो। धन्यवाद। अब फेरि यहाँहरूको 10 मिनट जति टाइम लिए। अब हामी हिजो मात्रै तयार गरेको एउटा भिडियो, यो भिडियो सायद कतिजनालाई मैले पठाएको छु, हेर्नुभयो होला। किनभने प्रचार प्रसारै हो। प्रचार प्रसार के को लागि त? हाम्रो बेनिफिटको लागि नै, फर द बेनिफिट अफ द पिपल, होइन, उनीहरूको सेवाको लागि भनेर सुरु गरेको हो। धैर्यतापूर्वक हेरिदिनु होला र पछि तपाईँहरूबाट के छ सल्लाह सुझाव पनि दिइदिनु। भक्तपुरको मुटुमा सेवा, समर्पण र मानवताको निरन्तर बलिरहेको एउटा नाम हो सिद्धि स्मृति प्रतिष्ठान। अभिभावक विहीन बालबालिकाहरूको अभिभावक, ज्येष्ठ नागरिकको सहारा र महिला र बालबालिकाहरूको संरक्षकको रूपमा समाजमा अब्बल भूमिका निभाउँदै आएको यो गैर नाफामुखी सेवामूलक संस्था केवल एउटा संस्था मात्र होइन, यो आशा, भरोसा र मानवीय संवेदनाको जिउँदो प्रतीक हो। यस प्रतिष्ठान अन्तर्गत सञ्चालित सिद्धि स्मृति महिला तथा बाल अस्पताल, सिद्धि तथा मेघ बाल गृह र सिद्धि शालिग्राम ज्येष्ठ नागरिक आश्रम जस्ता संस्थाहरूले बालबालिका, महिला, ज्येष्ठ नागरिक, अशक्त, अनाथ तथा बिरामीहरूको सेवामा पूर्ण रूपमा समर्पित भएर निरन्तर योगदान पुर्याइरहेका छन्। सिद्धि स्मृति प्रतिष्ठान भन्नाले, सिद्धि भनेको मेरो छोराको नाम हो। एक्लो छोरा 2050 सालमा ईश्वरजीको शरीर दुर्घटनामा अवसान भएको थियो। बच्चालाई भक्तपुरमा उपचार गर्न कुनै त्यस्तो व्यवस्था थिएन र त्यो बेलाको बाटोको कठिनाइले गर्दाखेरि उसको प्राण त्याग्न पुग्यो। छोरा बितेपछि उनी उसैको नाममा के गरौँ भनेर अठोट गरेर एउटा बच्चाहरूको महिलाको लागि अस्पताल भइदिएको थियो। त्यो बच्चा बस्थ्यो कि एउटा ट्रमा सेन्टर भक्तपुरमा भइदिएको थियो, बस्थ्यो कि भन्ने अभिलाषा थियो, तर त्यो हुन सकेन। त्यस अर्थमा हामीले अठोट के गर्यौँ भने बच्चाहरूको लागि एउटा अस्पताल स्थापना गर्न पाए, ताकि हामीले जुन दुःख भोग्यौँ त्यो अरूको परिवारले भोग्नु नपरोस् भन्ने अभिप्रायले हामी सुरुमा भक्तपुरको पहिलेको वडा नम्बर 14, अहिले हाल आएर 4 वडामा
बाह्रै पीठमा चाहिँ हामीले आफ्नै खर्चले एउटा सिद्धि स्मृति स्वास्थ्य सेवा स्थापना गऱ्यौँ। सिद्धि सुन्दर धौबडेलको स्मृतिमा स्थापित यस प्रतिष्ठानले विशेष गरी महिला तथा बाल स्वास्थ्य क्षेत्रमा गुणस्तरीय र भरपर्दो सेवा प्रदान गर्ने उद्देश्यका साथ आफ्नो यात्रा अघि बढाएको हो र यही उद्देश्यले आज हजारौं जीवनमा सकारात्मक परिवर्तन ल्याइरहेको छ। समयसँगै सेवा बदलिँदै संवेदनशीलता सेवामा रूपान्तरण हुँदै सिद्धि मेमोरियल अस्पतालले वर्षौंदेखि समुदायसँग गहिरो सम्बन्ध निर्माण गरेको छ। यसको इतिहास केवल एउटा संस्थाको विकास क्रम मात्र होइन, यो सेवा, प्रयास र स्पष्ट उद्देश्यबाट जन्मिएको एउटा प्रेरणादायी यात्रा हो, जसले 3 दशकभन्दा बढी समयदेखि विशेष गरी महिला तथा बाल स्वास्थ्य सेवामा गुणस्तरीय उपचारको उदाहरण प्रस्तुत गर्दै आएको छ। असंख्य परिवारका कठिन क्षणमा साथ दिँदै स्वास्थ्यको आधार बनेर पीडामा आशाको किरण बनेको सिद्धिले सामान्यदेखि जटिल अवस्थासम्मका उपचार सेवा प्रदान गर्दै नवजात शिशु र बालबालिकाको जटिल उपचारमा अग्रणी भूमिका खेलेको छ। अनुभवी विशेषज्ञहरूको टोली अत्याधुनिक एनआइसियु, पिआइसियु, इमर्जेन्सी सेवा, सुविधा सम्पन्न ल्याब, एक्सरे र अल्ट्रासाउन्ड जस्ता पूर्वाधारले प्रत्येक बिरामीलाई सुरक्षित, प्रभावकारी र विश्वासिलो उपचार सुनिश्चित गरिरहेको छ। हामीले नेपाल सरकार स्वास्थ्य सेवा विभागबाट हामीले 2500 को अनुमति पायौँ र हाम्रो सेवा देखेर स्वास्थ्य सेवा विभाग, यहाँको स्थानीय जनस्वास्थ्य कार्यालय पनि एकदमै प्रभावित छ। यहाँको जनमानिसहरू, टोल छिमेकीहरू सबैले सहयोग पाएर हामी एउटा 2500 को चल्यो अनि 5000 को गर्नुपर्छ भन्ने एउटा अठोटले हामीले 1960 सालमा हामीले 5000 को एउटा लाइसेन्स पनि पायौँ र 59 सालमा अब हामीले के सोच्यौँ, महिला तथा बालबालिकालाई मात्र सेवा दिनुभन्दा पनि अलिकति एउटा बृहत रूपमा सञ्चालन गर्ने भन्ने हिसाबमा हामीले यो ज्येष्ठ नागरिक आश्रम पनि खोल्यौँ। महिला तथा बाल अस्पताल मात्र गर्ने अठोटले किन गरिएको भन्दाखेरि खास त हामीले बच्चाको मात्र अस्पताल खोल्ने भने, तर बच्चालाई बोकेर आउने आमै बिरामी भयो भने कहाँ जान्छ ऊ भनेर ल महिला तथा बाल अस्पताल त्यसलाई चाहिँ अठोट गरेर खोल्यौँ। तर चुनौतीहरू हामीले धेरै खेप्नु पर्यो, किनभने सुरुमा हामीले 6 जना स्टाफबाट सुरु गरेको त्यो यो अस्पताल अहिले आएर हामीका करिब 280 जना कर्मचारीहरू फुल टाइम र पार्ट टाइम गरेर कार्यरत छन्। अब त्यसले गर्दाखेरि के हो त भने हाम्रो उद्देश्य के हो भने कोही पनि बालबालिकाहरू पैसाको कारणले बिना उपचार घर फर्किन नपुग्छ, त्यो हाम्रो मूलभूत उद्देश्य हो। र हाम्रो अर्को मूलभूत उद्देश्य भनेको स्तरीय सेवा र सुलभ दरमा। र त्योभन्दा पनि महत्त्वपूर्ण कुरा के छ भने हाम्रो यसको मूलभूत उद्देश्य भनेको नवजात शिशुको लागि सपोर्ट कक्ष, एनआइसियु, न्योनेटल इन्टेन्सिभ केयर युनिट र पेडियाट्रिक 1 महिना। त्यो एनआइसियु भन्दा नवजात भन्दाखेरि 1 दिनदेखि 28 दिनको हुन जान्छ, अरू चाहिँ भनौँ न 1 महिनादेखि 10, 12, 15 वर्षसम्म पनि हुनसक्छ। त्यो हाम्रो मूलभूत उद्देश्य त्यो हो। त्यो जुन अहिले चाहिँ हाम्रो काठमाडौँ भ्यालीमै हामीले एउटा गर्वसाथ भन्न सक्छौँ कि हाम्रो एनआइसियु, पिआइसियु त्यति स्तरीय छ। त्यो मात्र स्तरीय फेरि अब सबभन्दा महत्त्वपूर्ण पार्ट भनेको सर्जरी पनि हो। हाम्रोमा सुरुदेखि नै पेडियाट्रिक सर्जरी अहिलेसम्म निरन्तरता चलिरहेछ, जसले गर्दाखेरि कतिपय बच्चाहरूलाई जीवनदान दिनमा सहयोग पुर्याएको छ। मैले देखेको त साँच्चै मेरो छोरा बाँचेको भए यो त हुँदैन थियो होला। मेरो आँखा खोलिदियो सिद्धि सुन्दरले, छोराले
कारण के हो भने एकजना गयो त हजारले सेवा पाए, कतिको नवजात शिशुहरूले जीवनदान पाए। बाल रोग, स्त्री रोग, सर्जरी, पोषण सेवा लगायत विभिन्न स्वास्थ्य सेवाहरू आधुनिक प्रविधिबाट सञ्चालन हुँदै आएका छन्, जसले उपचारलाई अझ प्रभावकारी बनाएको छ। तर यहाँ उपचार केवल रोगको मात्र हुँदैन, यहाँ हेरचाह हुन्छ मनको पनि। यहाँ हरेक बिरामी महत्त्वपूर्ण हुन्छ, हरेक परिवार आफ्नै जस्तो लाग्छ र हरेक सेवाको केन्द्रमा मानवता हुन्छ। यही मानवीय दृष्टिकोणले सिद्धिलाई अरूभन्दा फरक र विशेष बनाएको छ। सिद्धिको सेवा अस्पतालभित्र मात्र सीमित छैन, यहाँ जन्मिएका शिशुहरूको घरसम्म पुग्ने सेवा, स्तनपान परामर्श, नवजात शिशुको हेरचाह सम्बन्धी निरन्तर मार्गदर्शन जस्ता कार्यक्रमहरूले परिवारलाई थप आत्मविश्वास र सहारा प्रदान गर्दछ। हाम्रो उद्देश्य कुनै पैसा कमाउनलाई खोलेको उद्देश्य पक्का होइन। यो जनतालाई एउटा स्तरीय सेवा, जसरी तपाईँहरूले देख्नुहुन्छ बाआमाहरू कोही नभएकाहरू यहाँ आएर बसेका छन्, कोही कसैको सन्तानहरू बाहिर बसिएका छन्, उनीहरू त्यहाँ जान चाहँदैनन् र उनी त्यस्ताहरूलाई राखेर हामीले सेवा दिएर त्यो नै सन्तुष्टिको कुरा। सेवा दिएर के छ, पाउने के छ त सबैभन्दा ठुलो भनेको सन्तुष्टि हो। त्यस अर्थमा हामीले आर्थिक चुनौती हुँदै पनि चलाइरहेछौँ। समुदायमा सञ्चालन हुने स्वास्थ्य शिविर र आउटरिच कार्यक्रमहरू मार्फत सिद्धिले आफ्नो सेवा अस्पतालको सीमाभन्दा बाहिर पनि विस्तार गरेको छ, जसले स्वास्थ्य सेवालाई पहुँच योग्य, सुलभ र प्रभावकारी बनाएको छ। बढ्दो स्वास्थ्य आवश्यकतालाई मध्यनजर गर्दै सिद्धि अझ सशक्त रूपमा अगाडि बढिरहेको छ, जहाँ 100 शय्याको अस्पताल सेवातर्फ अग्रसर हुँदै आधुनिक ओपीडी, आइसियू, अपरेसन थिएटर लगायतका नयाँ संरचनाहरू विकास भइरहेका छन्। यससँगै स्वास्थ्य सेवाको क्षेत्रमा मात्र सीमित नरही शिक्षा, तालिम, अनुसन्धानमा पनि सक्रिय रूपमा संलग्न छ, जसले ज्ञान, सिप र सेवाको संयोजन मार्फत आजको उपचारलाई अझ प्रभावकारी बनाउँदै भोलिको सम्भावनालाई समेत विस्तार गरिरहेको छ। अरूहरूलाई पनि सेवा दिने हिसाबले जेनरल हस्पिटल कन्सेप्टमा हामी अगाडि बढ्न खोजिरहेका छौँ र नेपाल सरकारले हामी जस्तो सेवामूलक संस्थालाई चाहिँ फेरि पनि हामीले यो स्वास्थ्य बिमा कार्यक्रममा संलग्न हुन पाए। यहाँका जनताहरूले भनौँ न न्यूनतम चाहिँ नियमित रकममा आफ्नो स्वास्थ्य सेवा लिन सक्ने भएको हुनाले हामी कुनै नाफामूलक संस्था होइन, यो गैर नाफामूलक। म भनौँ न उदाहरणको लागि म आफै पनि एउटा भोलिन्टियरको रूपमा काम गर्छु। हप्ताको 7 दिन 24/7 भनेर चाहिँ काम गरिरहेको छु। तर के को लागि त आफ्नो सन्तुष्टिको लागि, जसले गर्दाखेरि भनौँ न छोराले आँखा खोलिदियो मेरो, जसले गर्दाखेरि आज जनमानसमा 280 जनाले तपाईँ मान्नुहोस् न 280 मध्ये 250 त भक्तपुरकै हुन्छ काम गर्ने। उनीहरूको जीवनयापन गर्न ठुलो टेवा पुग्यो, आफ्नो आय आर्जन गर्न सफल भयो। त्यो भने जस्तै यो संस्थामा अब मेरो भने चाहिँ जनताले एउटा अझ राम्ररी यो प्रति विश्वास गरिदिनु होला। साथसाथै सरकारले पनि यो जस्तो संस्थालाई कसरी सहयोग अगाडि बढाउन सकिन्छ भन्ने अलिकति सोच विचार गरिदियो भने यसको निरन्तरता अवश्य पनि हुन्छ। विभिन्न सङ्घ संस्थाहरूले मेरो विनम्र अनुरोध छ, प्लिज यसलाई टिकाइदिनुहोस्। यो भक्तपुरको मात्र नभइकन नेपालकै एउटा नमुना प्रतिष्ठानबाट सञ्चालित 3-3वटा विरलै होला सायद नेपालमा यसरी 3-3वटा संस्था एउटा जीवन चक्रमा आधारित सञ्चालित संस्था, यसलाई चाहिँ दिगो बनाउनुमा म सबैमा विनम्र अनुरोध गर्दछु। नेपाल अवार्ड फर डिस्टिङ्ग्विस्ड सर्भिसेस 2025 अन्तर्गत इन्स्टिट्युसनल सर्भिसेस क्याटेगोरीमा इन्स्टिट्युसन बिल्डर सम्मानबाट
सिद्धि मेमोरियल अस्पताल सम्मानित भएको छ। विगतको अनुभव, वर्तमानको विश्वास र भविष्यप्रतिको दृढ प्रतिबद्धता सहित सिद्धि मेमोरियल अस्पताल आज सेवा मात्र होइन, भरोसाको अर्को नाम बनेको छ। जब जीवनका कठिन मोडहरूमा सहारा खोजिन्छ, जब पीडामा आशाको आवश्यकता पर्छ, त्यति बेला सम्झिने नाम हो सिद्धि स्मृति प्रतिष्ठान, जहाँ सेवा केवल कर्तव्य होइन, जीवनको उद्देश्य हो, र जहाँ हरेक प्रयासको केन्द्रमा मानवता, करुणा र समर्पणको गहिरो भावना जीवित रहन्छ। धन्यवाद, यहाँहरूले धेरै तत्त्व दिनुभयो। अब फर्मल प्रोग्रामको लागि म हरिरामजीलाई यो माइक हस्तान्तरण। धेरै धेरै धन्यवाद। यो श्रव्य दृश्य छोटो परिचय यहाँहरूले हेरिदिनु भयो। अब मैले निवेदन गरेँ अघि नै, छोटो हाम्रो औपचारिक कार्यक्रम सुरु हुन्छ। म आजको यस 37औं सिद्धि स्मृति दिवस समारोहको अध्यक्षतासहित आसन ग्रहणको लागि म यस प्रतिष्ठानका अध्यक्ष आदरणीय श्यामसुन्दर ढोबरेलाई म विनम्र अनुरोध गर्दछु। यस्तै संस्थापक उपाध्यक्ष रञ्जना ढोबरेल भाउजूलाई पनि अगाडि दासमा आमन्त्रण गर्दछु। आजको यस कार्यक्रमलाई शोभा बढाइदिनु हुन पाल्नुभएका प्रमुख अतिथि समाज कल्याण परिषदका सदस्य सचिवज्यू हामी सामु हुनुहुन्छ। उहाँलाई म आजको यस कार्यक्रमको प्रमुख अतिथिको आसन ग्रहणको लागि विनम्र अनुरोध गर्दछु। सरोज कुमार शर्मा सर। विशेष अतिथिको रूपमा आमन्त्रण गरेको छौँ हामीले यस वडा नम्बर 7 का वडा अध्यक्ष आदरणीय उगेश कवानज्यू, उहाँलाई पनि आसन ग्रहणको लागि आग्रह गर्दछु। यसै गरी मैले विशेष अतिथिको रूपमा आसन ग्रहण गरिदिनु हुन म सञ्जय मल्लिक सरलाई आग्रह गर्दछु। उहाँ हुनुहुन्छ निर्देशक समाज कल्याण परिषद। हामीले यो आजको कार्यक्रममा अतिथिहरूलाई आमन्त्रण गर्ने क्रममा अञ्जना खड्काज्यूलाई पनि आमन्त्रण गरेको, उहाँ अहिले देखिनु भएको छैन, आएपछि म आसन ग्रहण गराउनेछु। यस्तै म आसन ग्रहणको लागि डाक्टर बद्री प्रसाद बडुज्यूलाई म मञ्च आसन ग्रहण गर्न आग्रह गर्दछु। उहाँ हुनुहुन्छ मेडिकल डाइरेक्टर चियर्स हस्पिटल। यस्तै डाक्टर मुक्तिनाथ तिमिल सिन्हाज्यूलाई पनि म डासमा आमन्त्रण गर्दछु। उहाँ हुनुहुन्छ मेडिकल डाइरेक्टर अर्थोपेडिक हस्पिटल जोरपाटी। उहाँलाई पनि आसन ग्रहणको लागि आग्रह गर्दछु। मुक्तिनाथ तिमिल सिन्हाज्यू जानुभयो, ओके। यस्तै आजको यो समारोहमा पाल्नुभएका सम्पूर्ण यो सिद्धि स्मृति प्रतिष्ठान अन्तर्गत रहनुहुने सल्लाहकारज्यूहरू, पूर्व पदाधिकारीज्यूहरू, वर्तमान कार्य समितिका पदाधिकारीज्यूहरू र सदस्यज्यूहरू, यस्तै यो प्रतिष्ठानलाई माया गर्नुहुने आजीवन सदस्य लगायतका सम्पूर्ण सदस्यज्यूहरू अनि हाम्रो सम्पूर्ण मेडिकल टिम अनि प्रशासनिक टिम सबैजनालाई म यथास्थानमा आसन ग्रहणको लागि हार्दिक अनुरोध गर्दछु। यस्तै पत्रकारज्यूहरू, यो मिडियाकर्मीज्यूहरूलाई पनि आसन ग्रहणको लागि हार्दिक अनुरोध गर्दछु यथास्थानमा। पुष्पगुच्छासहित यो अतिथिहरूलाई स्वागतको लागि म सृजना ढोबरेलज्यू र डाक्टर सीता ढोबरेलज्यूलाई आग्रह गर्दछु। अतिथिज्यूहरूलाई पुष्पगुच्छा
छ भने ठिक छ, छैन भने उता हामीले गरिसक्यौँ। ओके, ठिक छ। अब यो आजको हाम्रो विधिवत उद्घाटन कार्यक्रम गर्दैछौँ। छोटो मिठो रूपमा औपचारिक कार्यक्रम सक्ने योजनामा छौँ। यो 37औं सिद्धि स्मृति दिवसको औपचारिक समुद्घाटनको लागि म आजको यस कार्यक्रमका प्रमुख अतिथिज्यू र विशेष अतिथिज्यूहरूलाई अगाडि यो पानसमा बत्ती बालिदिनु भएर उद्घाटन गरिदिनु हुन हार्दिक अनुरोध गर्दछु। मैले यो आसन ग्रहणको क्रममा हाम्रो सुरक्षा निकायका सुरक्षा प्रमुखज्यूहरू पनि आउनु भएको छ। उहाँहरूलाई पनि आसन ग्रहणको लागि म यथास्थानमा आसन ग्रहणको लागि आग्रह गर्दछु। र अबको समय हाम्रो उद्घाटनको समय भएको छ। प्लिज कृपया समुद्घाटन गरिदिनु हुन म प्रमुख अतिथि र विशेष अतिथिज्यूहरूलाई अनुरोध गर्दछु।
धेरै धेरै धन्यवाद उद्घाटनमा सारिक हुनुहुने आदरणीय प्रमुख अतिथि, विशेष अतिथि र अतिथिज्यूहरूमा म मञ्च आसनलाई जोड्न चाहन्छु। रोटरी क्लब अफ भक्तपुरका चेयरपर्सन अध्यक्ष राजेश तरावासुज्यूलाई पनि म डायसमा आमन्त्रण गर्दछु आसन ग्रहणको लागि। कृपया प्लिज। यस्तै गोकुल प्रजापति सिनियर भाइस प्रेसिडेन्ट डिस्ट्रिक्ट 325G उहाँलाई पनि म आसन ग्रहणको लागि आग्रह गर्दछु। अब म यो समारोहमा छोटो शुभकामना मन्तव्यको लागि म अतिथि विशेष अतिथिहरूलाई आग्रह गर्न चाहन्छु। डाक्टर बद्री प्रसाद बडुज्यू हुनुहुन्छ मेडिकल डिरेक्टर चियर्स हस्पिटल। उहाँलाई म आजको यो कार्यक्रममा छोटो शुभकामना मन्तव्यको लागि हार्दिक अनुरोध गर्दछु। सिटी मेमोरियल फाउन्डेसनका अध्यक्ष श्याम सर, प्रमुख अतिथिज्यू र अन्य उपस्थित महानुभावहरू, पिपिआई फाउन्डेसन चेयर्स अस्पतालको तर्फबाट म यहाँहरूमा अभिवादन पुर्याउँछु। हिजो भर्खर मलाई श्याम सरले फोन गर्नुभयो र आमन्त्रण दिनुभयो, त्यसको लागि म उहाँप्रति कृतज्ञता व्यक्त गर्दछु। आजको यो पवित्र अवसरमा अघि डिटेल्स विस्तृत रूपमा श्याम सरले चाहिँ जुन प्रस्तुतिकरण गर्नुभयो त्यो अत्यन्त प्रेरणादायी लागेको छ। मलाई लाग्दछ कि स्वर्गीय सिद्धि सुन्दरको दिवंगत आत्मा यो थाहा पाएर शान्त भएर रहेको होला जस्तो लाग्दछ। र यसै अवसरमा यो प्रतिष्ठानको उत्तरोत्तर प्रगतिको कामना गर्दछु। हामीले पनि केही सहकार्य गरेका छौँ, सानो आँखा क्लिनिक इएनटीको समेत। तपाईँ एकचोटि पिपिआई फाउन्डेसन चियर्सबाट अब त्यसलाई हामी अझ मजबुत बनाउन चाहन्छौँ। भविष्यले हामीलाई त्यो प्रेरणा प्रदान गर्नेछ। म यसै धेरै समय लिन चाहन्न, उत्तरोत्तर प्रगतिको कामना गर्दै बिदा हुन्छु। धन्यवाद। हजुर धेरै धेरै धन्यवाद डाक्टर बद्री प्रसाद बडुज्यूलाई। अब छोटो शुभकामना मन्तव्यको लागि म निमन्त्रणा गर्दछु समाज कल्याण परिषदका निर्देशक श्री सञ्जय मलिक सरलाई। धन्यवाद। आज 37औं सिद्धि स्मृति दिवसका अध्यक्ष श्यामसुन्दर रौडेल सर, आजका प्रमुख अतिथि समाज कल्याण परिषदका सदस्यज्यू श्री सरोज शर्माज्यू र डेस्कमा आसीन सम्पूर्ण व्यक्तित्व र उपस्थित सम्पूर्णमा सम्बोधन गऱ्यौँ भने दर्शक दीर्घमा यहाँ जुन अगाडि बस्नु भएको छ एक महान व्यक्तित्व हुनुहुन्छ। त्यही भएर एकमुष्ट सम्पूर्णमा मैले नमस्कार गरेँ।
सिद्धि स्मृति प्रतिष्ठानलाई म चाहिँ 28 वर्षदेखि राम्रोसँग बुझ्दछु। हुन त यो मेरो तेस्रो पटक यहाँ म आएछु, तर 28 वर्षमा अहिलेसम्म जति बेला एउटा सानो एनजिओको रूपमा गर्नुभयो, पछि फेरि प्रतिष्ठानको रूपमा लानुभयो, हरेक चिजमा श्याम सुन्दर ढकाल सर म कहाँ आउनुहुन्थ्यो र यसलाई अगाडि कसरी जाने भन्ने राय सल्लाह लिँदाखेरि मलाई लागेको राय सुझाव दिन्थेँ र आजसम्म यो अगाडि बढिरहेछ भन्ने कुरा। आज पनि सिद्धि एक होइन, हजुरका 5वटा सिद्धि हुन् भन्ने कुरा म 5वटा जुन विधामा तपाईँ काम लानु भएको छ त्यो तपाईँको नाति पनातिहरू हुन् भन्ने म त्यो हिसाबले लिन्छु। यसलाई चाहिँ उत्तरोत्तर प्रगति कसरी हुन्छ, अरूले गर्न सक्छ सक्दैन, तपाईँ सक्नुहुन्छ भन्ने मेरो विश्वास छ। किनकि एउटा सानोबाट यहाँसम्म देख्दाखेरि वास्तवमा यो समाज सेवा होइन मानव सेवामा तपाईँ लाग्नु भएको छ र यसको निरन्तरता होस्। मैले धेरै समय नलिकन आज पनि सचिवजीको अत्यन्त व्यस्तताका बावजुद उहाँले 3-4 पटक मलाई फोन गर्नु, प्लिज सचिवजीको टाइम मिलाइदिनुहोस् भनेर। सचिवजी अरू काम छोडेर भए पनि यसमा चाहिँ जानैपर्छ है भनेर गर्दाखेरि सचिवजीले ओके म जान्छु भनेर भन्नुभयो र संस्थाको उत्तरोत्तर प्रगति होस् र समाज कल्याण परिषदको तर्फबाट जे सहयोग हुन्छ हामी निरन्तर गर्ने प्रयास गर्नेछौँ। हस्, धन्यवाद। सञ्जय मल्लिक सरलाई पनि धेरै धेरै धन्यवाद। एकदमै सुमधुर छोटो मिठो एकदमै मन छुनु मन्तव्यको लागि। अब शुभकामना मन्तव्य क्रम जोड्छु। विशेष अतिथिको रूपमा पाल्नुभएका आदरणीय वडा अध्यक्ष 7 नम्बर वडाका वडा अध्यक्ष श्री उकेश कमल प्रधानमा शुभकामना मन्तव्यको लागि अनुरोध गर्दछु। धन्यवाद रामजीलाई। र आजको यस 37औं स्मृति दिवस कार्यक्रमका सभापति एवं यस प्रतिष्ठानका अध्यक्ष श्याम ढकालज्यू, तेस्रो उपाध्यक्ष रञ्जनाथ ढकालज्यू र प्रमुख अतिथि सरोज शर्माज्यू र अन्य डासमा बस्नुभएका व्यक्तित्व महानुभावहरू र उपस्थित सम्पूर्ण मेडिकल यस संस्थानमा आबद्ध कर्मचारी, डाक्टर र यो प्रतिष्ठानका मेम्बर साथीहरू र उपस्थित यहाँ स्थानीय टोलवासी साथीहरू र अन्य उपस्थित सम्पूर्णमा सबभन्दा पहिला हार्दिक अभिवादन व्यक्त गर्न चाहन्छु। साथसाथै 37औं श्री स्मृति दिवसमा हामी छौँ र आज हामी एक हिसाबले श्री सुन्दर ढकाललाई हामी सम्झिरहेका छौँ। अघि हामीले डिटेलमा हामीले सुन्यौँ, सायद उहाँले एकदम छोटो मात्र बनाउनु रहेको होला। उहाँले अब मलाई लाग्छ केही समयपछि नै एउटा बुकले किताबै तयारी गर्नुहुनेछ, जसले गर्दाखेरि अरूलाई पनि प्रेरणादायी होस् र अरूले पनि यो काममा अगाडि हात हाल्न सकोस् भन्ने शुभकामना दिन चाहन्छु। र अघि पनि हामीले सुन्यौँ, मलाई लाग्छ भक्तपुरको जुन स्वास्थ्य क्षेत्रमा पहिलेको तुलनामा अहिले फड्को मारिरहेको अवस्था हामीसँग छ। पहिला हामीसँग भक्तपुर अस्पताल एउटा थियो, त्यो पनि राम्रोसँग चलेको अवस्था थिएन। कहिलेकाहीँ त्यो ठाउँमा हामी जाउँ कि नजाउँ भन्ने पनि हुन्थ्यो। त्यहाँ जानुको अर्थ फेरि हनुमानघाटको नजिक गएको हो कि भन्ने पार्नुहुन्छ। त्यसै कारण भक्तपुर अस्पताल त्यति जाँदैन त्यो बेला, बरु काट्ने ठाउँ थियो, अनेक ठाउँमा ठाउँ थियो, दौडिन्थ्यो। यो क्रममा चलिरहँदाखेरि सिटी स्मृति अब जसले गर्दा बालबालिकाको निम्ति एउटा राम्रो उपचारको अथवा सेवाको आधारहरू तयार भयो। पक्कै पनि अहिलेको जुन प्रतिस्पर्धा छ, विभिन्न ठाउँमा विभिन्न किसिमको प्रतिस्पर्धा छ, त्यो क्षेत्र पनि एउटा अहिले स्वास्थ्य क्षेत्र पनि भएको छ। त्यो प्रतिस्पर्धा राम्रो छ तर स्वस्थ प्रतिस्पर्धाको आवश्यकता म ठान्छु। र अहिले हामीले हेर्दाखेरि भक्तपुरमा जुन खोप अस्पताल भयो, यो भयो, अनि इभामोरिन भयो, अनि क्यान्सर हस्पिटल भयो, त्यसै भक्तपुर हस्पिटल भयो, त्यसपछि अङ्ग प्रत्यारोपण, यी सबैले गर्दाखेरि एउटा उपचारको एउटा हब पनि हबको रूपमा पनि विकास भएको अवस्था छ। चाहे तपाईँ यो भक्तपुर नगरको पश्चिममा जानुहोस् चाहे पूर्वमा जानुहोस्, सबै ठाउँमा स्वास्थ्य केन्द्र छ। अझै हामी भन्छौँ 10 मिनटको फरकमा हामी स्वास्थ्य केन्द्र पाउन सक्छौँ।
त्यहाँ कुनै जेनरल अफिस जेनरल रूपमा छ तर कुनै विशेषज्ञताको रूपमा छ क्यान्सर अङ्ग प्रत्यारोपण एउटा विशेषकृत हस्पिटलको रूपमा अगाडि बढेको छ भने यो हस्पिटल एउटा विशेषकृतकै रूपमा अगाडि बढेको हामीले अनुभव गरेका छौँ। यस अर्थमा भक्तपुरका जनता मात्र होइन देशभरकै जनताको सेवाको निम्ति भक्तपुरका जुन स्वास्थ्य कर्मी स्वास्थ्य क्षेत्रमा लाग्नुभएका स्वास्थ्य कर्मीहरू र सञ्चालकहरू यी सबैलाई म सबभन्दा पहिला हार्दिक अभिवादन दिन चाहन्छु, जसले गर्दाखेरि हाम्रो भक्तपुरको एउटा स्वास्थ्य क्षेत्र अगाडि बढेको अनुभव जनताले गर्न पाएको अवस्था हामीसँग। अर्को एउटा हामीले भन्नै पर्ने कुरो अहिले स्वास्थ्य एकदम महँगो भइरहेको अवस्था छ। ती स्वास्थ्य क्षेत्र महँगो भइरहेको अवस्थामा नेपाल सरकारले सर्वसाधारण जनतालाई पनि बिमामा आबद्ध गरेर जुन सेवा सुविधा दिएको छ त्यो अहिले जुन प्रभावकारी ढङ्गले अगाडि बढ्नुपर्ने हो त्यो नबढेको कारणले गर्दाखेरि अस्ति मात्र म यो गङ्गालाल हस्पिटल पुगेँ, त्यहाँ पनि बिमा खारेज भएको रहेछ, टिचिङमा पनि खारेज, अनि हरेक ठाउँमा खारेज हुँदाखेरि मलाई लाग्छ कतै त्यो बिमा कार्यक्रममै यो सरकार बिमा कार्यक्रम असफल बनाउन खोजेको त होइन कि भन्ने प्रश्न पनि उठेको छ। एउटा बिमा कार्यक्रमले हाम्रो अनुभव के छ, सबै सर्वसाधारण जनतालाई मेरो स्वास्थ्य परीक्षण गर्नुपर्छ है भन्ने भावना विकास गरेकै हो। त्यसलाई मलाई लाग्छ पछाडि धकेल्नुभन्दा त्यसलाई अगाडि बनाउन उपयुक्त हुन्छ, त्यसलाई प्रभावकारी ढङ्गले अगाडि कसरी बनाउने भन्ने कुरोमा अगाडि सोच्दाखेरि उपयुक्त होला भन्ने म समाज कल्याण परिषदका हाम्रो सचिवज्यूमा अनुरोध गर्न चाहन्छु। अहिले विभिन्न किसिमको छ, पहिले यही सिटीमा पनि भएकै हो, पछि यहाँबाट हटाए अनि केही नेपाल सरकारको हस्तेले मात्र दिने भनेर भक्तपुर हस्पिटल अनि खोप हस्पिटल किरण यो सूर्यनारायण हस्पिटल 3-4वटा मात्र हो। क्यान्सरमा पनि अहिले छ अनि अङ्ग प्रत्यारोपण छ र यसरी गर्दाखेरि जुन स्वास्थ्य चाहिँ अवसरहरू सबै ठाउँमा सबैको सुविधा छैन, फरक सुविधा भएको कारणले गर्दाखेरि जुनसुकै हस्पिटलमा जाँदाखेरि पनि त्यसलाई त्यो उपचारको निम्ति बिमा कार्यक्रमलाई अगाडि बढाउने उपयुक्त हुन्छ भन्ने मलाई लाग्छ। अर्को कुरो हामीले अब नेपाल सरकारले पनि ध्यान दिनुपर्ने, अब हामी हस्पिटल पनि अलिकति ध्यान पर्ने, सबभन्दा पहिलो प्राथमिकता भने उपचार हो। उपचार गरिसकेपछि त्यो बिरामीसँग अथवा पेसेन्टसँग प्राइभेट हस्पिटलबाट पैसा दिने नै भयो। नेपाल सरकारसँग जुन बिमामा आबद्ध भएकालाई पनि त्यही हिसाबले हेर्दाखेरि उपयुक्त होला कि जस्तो मलाई लाग्छ। सबभन्दा पहिले उपचार हो, त्यसपछि मात्र पैसा रुपयो। यदि पैसा तिर्न सकेन भने अब किस्ता पनि आफ्नै पैसा लिन व्यवस्था गर्नुपर्ने पैसा महँगो हुने गएको कारणले गर्दाखेरि, किनभने अमेरिकामा पनि त्यो सिस्टम रहेछ, उसको पैसा महिनामा उसको ब्याङ्कको खाताबाट कटाउने रहेछ। पहिला सुरुमा बिरामीको उसलाई उपचार गर्ने मूल कुरो उसको पैसा सवालै उपचार सकिने बित्तिकै अहिले पैसा कति छ त्यो बुझाउँछ, नभए किस्ता पनि महिनामा बुझाउने कि वर्षमा बुझाउने कि कति हो उसको स्रोत अनुसार उसले त्यहाँ ब्याङ्कको खाताबाट कटाउने सिस्टम पनि रहेछ। यो पनि एउटा पोजिटिभ हो। यदि हामीले यो सर्वसाधारण जनताले पैसै तिर्नुपर्ने अवस्था हो भने तापनि त्यो एउटा पनि अवसर हामीले प्राप्त त्यो दिएको खण्डमा मलाई लाग्छ नेपाली नागरिकले धेरै सुविधा पाउँछ। मृत्युवरण गर्नुपर्ने अवस्था नै कतिले त अब हामीले सुन्छौँ नि प्राइभेट हस्पिटलमा पैसा तिर्न नसकेर हाम फाल्नेका मान्छे पनि देख्यौँ। त्यस्तो खालको हामीले सुन्न नपरोस्, त्यस्तो समाचार हामीले लेख्नै नपरोस् भन्ने चाहनाको निम्ति यो कुरा मैले अनुरोध गरेँ। हुन त सकेसम्म हाम्रो नेपाल सरकारले स्वास्थ्य क्षेत्रमा जुन हाम्रो मौलिक अधिकारमै छ बिना उपचार मर्नु पर्दैन भनेपछि आफ्नो नजिकको हस्पिटल जहाँ छ त्यहाँ जान्छ नि त, त्यो प्राइभेट होस् या सरकारी होस्। त्यो नजिक हस्पिटलमा जाँदाखेरि दुर्घटना हुने बित्तिकै त्यो ठाउँमा जाँदाखेरि त्यसलाई बिना उपचार मर्नु नपर्ने बाटोमा त्यहाँ सृजना गर्नु पर्यो। त्यसको क्लेम पैसाको क्लेम भनेको नेपाल सरकारले बेहोर्ने हिसाबले तयारी गरेको खण्डमा त्यसलाई उपयुक्त हुने जस्तो मलाई लाग्छ। यसो हेर्दाखेरि अहिलेको जुन प्र्याक्टिसमा संसारको प्र्याक्टिसहरू हेर्दाखेरि विभिन्न किसिमको विभिन्न खालको प्र्याक्टिसहरू छन्। अहिले नयाँ सरकार छ, नयाँ ढङ्गले यसलाई मेकानाइज गर्न खोज्नु भएको छ, डिजिटल युगमा प्रवेश गर्न खोज्नु भएको छ। त्यो हिसाबले हाम्रो कुनै पनि कुरोलाई हामीले अब डिजिटल माध्यममा जाने बित्तिकै सहज वातावरण बन्दै जान्छ। त्यो सहज वातावरणले गर्दाखेरि हाम्रो उपचारमा पनि त्यसलाई छुपाउनु हुन्न भन्ने मलाई लाग्दछ। यही कुरो मैले समाज कल्याण परिषदका सदस्यलाई अनुरोध गरेँ, उहाँ मार्फत सरकारमा पुग्ने नै छ। र अहिले जुन शनिबार र आइतबार 2 दिन बिदा गर्दाखेरि मलाई लाग्छ उपचारको क्रममा धेरै बिरामीहरूलाई त्यो सेवामा बाधा पुगेको छ।
कमसेकम उपचार केन्द्रमा उपचार क्षेत्रमा त्यो नगरौँ। कार्यालयमा ठिकै छ तर उपचार क्षेत्रमा अब आजको बिरामीलाई म सोमबार मात्र जान्छु भनेर पर्खिँदैन। त्यसलाई जुन बेला अब त्यही बेला जानुपर्ने भएको कारणले गर्दाखेरि त्यो उपचारलाई चाहिँ ढिला गर्नुभन्दा समयमै ओपिडीमा चिकित्सा गरेर औषधि खानु भएन समयमै उसको निको हुने सम्भावना हुन्छ। शनिबार र आइतबारको बिदालाई मलाई लाग्छ आइतबारको बिदा अझ म्यानेज गर्ने हो कि उसलाई त्यो अफिसियली रूपमा कसरी म्यानेज गर्ने हो, खालि नगरौँ भन्ने उद्देश्य मात्र। उसलाई बिदा नदिने भन्ने कुरा होइन, बिदा दिने तर चाहिँ अफिसियली म्यानेज कसरी होइन त्यो ढङ्गले काम गऱ्यो भने सहज होला। म पुनः एकपल्ट आज जुन यहाँ सेफ्टी संस्कृति समितिमा यसरी यहाँको सामु उपस्थित भएर 2 शब्द बोल्ने अवसर दिनुभयो र त्यसको निम्ति म यस संस्थाका अध्यक्षज्यू र परिवारलाई म हार्दिक अभिनन्दन धन्यवाद दिन चाहन्छु र साथसाथै हाम्रो यो श्री स्मृति हस्टेलले अझ उत्तर प्रगतिको कामना गर्न चाहन्छु र श्री सुन्दरजीको जुन इज्जत र उसको सम्मान छ मलाई लाग्छ लामो समयसम्म अगाडि बढ्नेछन्, एक हिसाबले अमरत्व प्राप्त गर्नेछ भन्ने विश्वास व्यक्त दिन चाहन्छु। र यो भनेको हाम्रो हस्टेलसँग जोड्यो, यो श्री स्मृति प्रतिष्ठानसँग जोड्यो। प्रतिष्ठान जति जति अगाडि बढ्यो त्यति त्यति उहाँको इज्जत र मानमा चाहिँ अगाडि बढ्ने विश्वास पनि देखिँदा हुन्छ जस्तो धन्यवाद। धेरै धेरै धन्यवाद उकेश कवाङ सरलाई महत्त्वपूर्ण अभिव्यक्तिको लागि। अब उद्घाटन मन्तव्यको लागि म आजका प्रमुख अतिथि समाज कल्याण परिषदका सदस्य सचिव श्री सरोज कुमार सरलाई म अनुरोध गर्दछु। धन्यवाद। 37औं सिद्धि स्मृति दिवसका अध्यक्ष महोदय, म्याडम, मञ्चमा आसीन विशिष्ट अतिथिगण र यो सभा हलमा उपस्थित हाम्रा सिद्धि परिवारका र सिद्धिप्रति शुभचिन्तक राख्ने शुभचिन्तकहरू सबलाई म नमस्कार गर्न चाहन्छु। र आज 37औं स्मृति दिवस हो। त्यो अवसरमा समाज कल्याण परिषदको तर्फबाट पनि म एउटा शुभकामना दिन चाहन्छु। वास्तवमा मैले त पहिलोचोटि देखेँ यहाँ उहाँले जे प्रयास गर्नुभयो। उहाँ एउटा अस्ति आउनुभएको थियो, म साह्रै व्यस्त थिएँ, अहिले आज पनि साह्रै व्यस्त थिएँ, तर मैले सुने एउटा समाजसेवी पनि कस्तो समाजसेवी जसले एउटा बाबुको स्मृतिमा आफूलाई समर्पण गरेको छ। त्यसमा पनि सुने सर र म्याडम दुईजनै लाग्नु भएको छ। अनि त्यो चाहिँ निम्तो आइसकेपछि जसरी जे भए पनि त्यहाँ पुग्नै पर्छ मेरो मनमा भावना आयो र म पुग्छु। जति भए पनि समय म्यानेज गरौँला, गाडी पछाडि गरौँला। र आज मैले देख्दाखेरि मलाई साह्रै खुसी पनि लागेको छ। वास्तवमा आज नेपालले खोजेको पनि यही हो। हामी त लोकतन्त्रमा छौँ, लोकतन्त्र पाइसक्यौँ, तर अहिले पनि समाजसेवी, असल समाजसेवीहरू समाजमा खोज्दाखेरि कमी नै पाउँछ, कमी नै हो त्यसमा। र एउटा मनोदेखि, भावनादेखि बाबुको स्मृतिमा जे क्रिएसन भयो, जे रचना गर्नुभयो उहाँ, मैले त के भन्छु, एउटा समाजसेवी त छँदै हो, उहाँ एउटा क्रिएटर पनि हो जसले यो साम्राज्य खडा गर्नुभयो। र यसले के अर्थ दिन्छ भने चाहेको खण्डमा जे पनि गर्न सकिन्छ। राम्रो उद्देश्य लिनु पर्यो, राम्रो उद्देश्यको साथ यदि कुनै काम हामीले थाल्यौँ भने त्यसले सफलता पाउँछ। मैले आजको दिनमा यही शुभकामना दिन्छु। आज 37औं स्मृति दिवस होस्, भर्खर जवान हुँदैछ, यो अझ अगाडि बढोस् र शिखरमा पुगोस्, यसको शुभकामना दिन चाहन्छु। यो यात्रामा समाज कल्याण परिषद कुनै ठाउँमा आवश्यक पर्यो भने एउटा सहयात्रीको रूपमा रहन्छ। त्यो आफ्नो तर्फबाट मैले चाहिँ गरिदिन्छु। र मैले आज धेरै बोल्नुभन्दा पनि तपाईँले गरेका प्रशंसनीय काम, हामी के चाहन्छौँ भने समाज कल्याण परिषद आज के खोजेको छ नि, यस्तो रचना, यस्तो क्रिएसन देशका अरू नेपालीहरूले सिकोस् र एउटा प्रेरणा पाओस्। र यसले चाहिँ सरकार नपुगेको ठाउँमा, सरकारको उपस्थिति नपुगेको ठाउँमा पनि यो भावना जागृत रहोस् र सहयोगी हातहरू छ। सिर्फ एक पाइला अगाडि हिँड्नुपर्छ।
हिँड्दाखेरि मन बनाउनुपर्छ र त्यो मन बनाएको खण्डमा के हुन्छ नि हामी सरकारको सहयोगी अङ्ग हौँ र ठाउँमा पुग्न सक्छौँ, सबै ठाउँमा पहुँच हुन सक्छ। यो चाहिँ रहोस् र यो चिज यो आज तपाईँले जुन भिडियो हामी समाज कल्याण परिषदमा भन्छौँ कि अब कहिलेकाहीँ के हुन्छ एनजिओको प्रति प्रश्न उठाइनेछ। आखिर जे उहाँले गर्नुभएको छ खुलेर भन्नुभयो यो सबै साथीको सहयोगले हो, मनदेखि मागे आयो म गरेँ, यो त अनुदान हो नि। एउटा अनुदान यही चिज सरकारले संरचना गर्नु पर्यो भने अर्बौं लगानी हुन्थ्यो, खर्बौं लगानी हुन्थ्यो। त्यो लोनमा पनि सरकारसँग पैसा नभएको खण्डमा लोनमा पनि ल्याउनु पर्थ्यो र लोनको भार हामी नेपालीले चाहिँ बोक्नु पर्थ्यो कि यो चिज हो कि मैले के भने यही चिज नेपालले बुझोस्, तपाईँहरूको मार्फतबाट बुझोस्, यो अनुदान हो है। कुनै नेपालीलाई भार परेको छैन, कुनै ऋणको भार पुगेको छैन र हामी के हो भने यो चाहेको खण्डमा यो अनुदानलाई अझ सहज बनाउने हामी त के भन्छौँ भने यस्तो सहयोगी हातहरू नेपालमा केही गर्छु त्यसलाई चाहिँ बाधा व्यवधान होइन, झन् रेड कार्पेट ओछ्याउनुपर्छ र सजिलो बनाउनुपर्छ र त्यो सजिलोले आज सहयोगी हातले सहज रूपमा सहयोग गर्यो र सहज रूपमा चाहिँ एउटा क्रिएसन एउटा क्रिएट त भयो नि। आखिर नेपालीले सेवा पाएको छ, यही भक्तपुरमा चाहिँ दूरदराजका मान्छेहरू पनि आएर सेवा पाएको छ, यो राज्यले गर्नु काम उहाँले गर्नुभएको छ, यसलाई कस्नुपर्ने के कारण छ? यस्तै किसिमका मोडेलहरू यस्तै किसिमको रचनाहरू नेपालका मेची महाकाली पुगोस्, दूरदराजमा पुगोस् र त्यसलाई चाहिँ के मनोबल बढाउँ र मैले त के भन्छु भन्ने पनि गरेको छु यो चिजहरू अलि हाइलाइट होस् कि यो राष्ट्रिय स्तरमा होस्। आज त हामीले हेऱ्यौँ यो राष्ट्रिय स्तरमा होस् कि सरकार मात्रै होइन है, एउटा व्यक्तिले चाहेको खण्डमा यस्तो रचना हुन्छ, यो प्रेरणा होस्। विकासमा सरकार मात्रै होइन, सहयोगी हातहरू छन्, अरू पनि छ भावनाहरू, त्यसलाई चाहिँ त्यो मुहान फुकाइदिउँ, खोलिदिउँ, सहज बनाइदिउँ र त्यसले के हो भने कहीँ न कहीँ सरकारको धेरै प्रयास गर्दा पनि नहुने काम सामान्य प्रयासले हुन्छ र त्यसले एउटा सहयोग उपलब्धि हासिल गर्छ, कहीँ न कहीँ नेपालको सरकारको लागि सहयोगी अङ्गकै रूपमा रहन्छ र यस्तो प्रयासहरू मैले त के भन्छु भने एनजिओ सेक्टरले यो उठाओस् कि पैसाको बिना कोही बाबु पढ्नबाट वञ्चित नहोस्, पैसाको बिना कोही खानाबाट चाहिँ के अकालमा मृत्युवरण गर्नु नपरोस्, अनि त्यस्तै चाहिँ के पैसा बिना स्वास्थ्य उपचारमा चाहिँ के स्वास्थ्यको अभावमा उपचारको अभावमा मर्नु नपरोस्। त्यो चिज सरकार मात्रै होइन हो, हामी पनि छौँ। यो समाजसेवी सङ्गठनहरू हामी पनि छौँ, यसमा हामी सहकार्य गर्छौँ र यो हामी गर्छौँ। तपाईँहरूले एउटा वातावरण बनाइदिनुहोस्, राज्यले एउटा वातावरण बनाइदिनुहोस्। यो हामीले गर्न सक्यौँ भने मैले देखेको छु आज नेपालमा त भन्ने गर्छु, मैले त भन्ने पनि गरेको छु लोकतन्त्र हासिल गरिसक्यो, तर लोकतन्त्रप्रतिको अहिले पनि विश्वास नेपालीमा भइसकेको छैन। योभन्दा माथि कुनै तन्त्र छैन के। तर यो तन्त्र हासिल गर्दाखेरि मैले के देख्छु भने नेपाल अहिले पनि आर्थिक रूपमा समृद्ध भएको छैन। जबसम्म आर्थिक समृद्धि हुँदैन कुनै तन्त्र चाहिँ स्थापित हुन सक्दैन, रहन सक्दैन। र नेपालीले के देखेको छ भने जसले खान पाएको छैन उसको लागि लोकतन्त्र भएको खाना नै हो, जो चाहिँ पढ्न पाएको छैन उसको लागि लोकतन्त्र भनेको शिक्षा नै हो, जो बाँच्न चाहन्छ उसको लागि स्वास्थ्य र के सहज जीवन नै लोकतन्त्र हो। त्यतातिर हामी गऱ्यौँ भने यो उन्नत व्यवस्थालाई पनि हामीले चाहिँ त्यो रूपमा गर्न सक्छौँ। र नेपाल अहिले पनि मैले भन्ने पनि गर्थेँ, सहकारीमा हुँदा पनि म भन्थेँ, आज पनि म भन्छु, जुन तन्त्र पनि ल्याइदिनुहोस्, जब देश समृद्ध हुँदैन त्यो तन्त्र स्थापित हुन सक्दैन। त्यसैले त्यो लोकतन्त्रसँग आर्थिक समृद्धि आर्थिक समुन्नति पनि हुनुपर्छ। अनि लोकतन्त्रको चाहिँ के दह्रो जग भनेको त्यही समृद्धि हो, त्यतातिर लाग्नुपर्छ। आजको अवस्थामा राजनीति त समाजलाई तोड्ने गर्छन्, यी सामाजिक सङ्गठनहरूले समाजलाई जोड्ने गर्छन्। यसको महत्त्व हो, यो समाजमा अग्रणीय स्थान पाउनुपर्छ, यसले समृद्धितर्फ अगाडि लानुपर्छ, यसले विकासमा देशलाई अगाडि लानुपर्छ, यसले आत्मनिर्भर नेपाललाई के अरे बनाउनमा चाहिँ यो सामाजिक सङ्गठनहरू लाग्नुपर्छ। यही शुभकामनाका साथ तपाईँहरू धन्यवाद। प्रमुख अतिथिज्यूलाई धेरै धेरै धन्यवाद। एकदमै अमूल्य समयको बावजुद पनि हामीलाई यति धेरै लामो समय दिनुभएको छ, यो समयको लागि पनि म उहाँलाई धन्यवाद दिन्छु। र अहिले म यहाँहरू सामु सिद्धिलाई सम्झिँदै पर्ने यो कारणले पनि हो कि हाम्रो यो हस्पिटलले यस्तो राम्रो यो सक्सेस स्टोरी मतलब उपचारमा
यो सफलता पाएको स्थिति छ। थोरै 2-3 मिनटदेखि 5 मिनटमा हाम्रा दुईजना डाक्टर साहबहरूले हामीलाई जानकारी गराउनुहुनेछ। हामीले किन सिद्धिलाई सम्झिने, हस्पिटललाई किन सम्झिने भन्ने विषय पनि जोडिएको छ। त्यसकारणले म उहाँहरूलाई एकदमै बढाइका साथ डाक्टर गणेन्द्र राय र डाक्टर ज्योति लाई यहाँ निम्तो गर्छु र उहाँहरूले दुईजना हाम्रा पेसेन्टहरूको बारेमा सक्सेस स्टोरीको बारेमा सुनाउनुहुन्छ र तीमध्ये एकजना पेसेन्ट पनि आउनुहुन्छ, दुवैजना पेसेन्ट पनि आउनुहुन्छ। उहाँहरूको के नाम रे? ओके। दासमा पदासीन विशिष्ट अतिथिज्यूहरू, उपस्थित अन्य अतिथिज्यूहरूलाई मेरो सादर नमस्कार। अघि हामीले 37औं सिद्धि स्मृति दिवसको उपलक्ष्यमा एउटा सानो भिडियो पनि देख्यौँ। हामीले थाहा पायौँ लामो इतिहास बोकेको छ सिद्धि स्मृति अस्पतालले र सिद्धि स्मृति अस्पतालको एउटा विशेष सेवा भनेको हामी आइसियु सञ्चालन गर्छौँ। यहाँ एनआइसियु पिआइसियु भनियो अघि, यहाँले सबैले देख्नुभयो। यो ठाउँ कस्तो भन्दाखेरि यहाँ चाहिँ मृत्युसँग लड्ने ठाउँ हो। यो निकै जटिल केसहरूलाई हामीले यहाँ बचाउन कोसिस गर्छौँ र धेरै जसो अवस्थामा हामी सफल हुन्छौँ र हामी गर्वका साथ भन्छौँ कि भक्तपुरमा आइसियु सेवा, एनआइसियु पिआइसियु सेवा चाहिँ उत्कृष्ट छ। हामीले यो गर्वका साथ भन्नुपर्छ र यसरी लामो सेवामा हामीले कहीँ सफल भयौँ, कहीँ असफल भयौँ र सफलताका कुराहरू हामी सधैँ सम्झन्छौँ, कहिले बिर्सँदैनौँ। हामीले चाहिँ 26 हप्ताको गर्भको बच्चा, 640 ग्रामको बच्चा, यहाँ मैले अलिकति भन्न चाहेँ 26 हप्ता भने कस्तो भन्दाखेरि गर्भावस्था 40 हप्ताको हुन्छ। 40 हप्तामा 26 हप्ता निकै सानो हो, प्रिमच्योर भन्छौँ हामीले। नेपालको अहिलेसम्मको मलाई थाहा भए अनुसारको परिभाषा पनि 28 हप्ताभन्दा माथिको बच्चा बच्दैन, त्योभन्दा तलको बच्चा मऱ्यो भने त्यसलाई चाहिँ बच्चा मरेकै भन्दैन। त्यसलाई भ्रूणकै रूपमा अवस्थामा अहिले पनि लिने चलन छ र 1 किलो 100,000 ग्रामभन्दा तलको बच्चालाई चाहिँ अझै पनि त्यो चाहिँ बच्चै मान्दैन। त्यस्तो खालको अवस्था भएकोमा हामीले चाहिँ 26 हप्तामा 640 ग्रामको बच्चालाई पनि बचाएर सफलतापूर्वक हामी डिस्चार्ज गरेको अवस्था छ। यस्ता घटनाहरू धेरै छन्। नेपालमै बिरलै हुने अपरेसनहरू समेत हुन्छ। यहाँ धेरै अवस्थामा धेरै स्टेजमा हुनुपर्ने अपरेसनहरूलाई एकै स्टेजमा चाहिँ हाम्रो पिडियाट्रिक सर्जन डाक्टर साहब मनोज कृष्ण श्रेष्ठ सर हुनुहुन्छ, उहाँले सफलतापूर्वक सम्पन्न गर्नुभएको छ। धेरै सफलताका कथाहरू छन्। तिनीहरूमध्ये 1-2वटा सफलताका कथाहरूलाई 2टा भनौँ। हामीले केही महानुभावहरूलाई जसले यहाँ सेवा पाएर जानुभएको छ उहाँहरूको मन्तव्य भन्नलाई भनेर आमन्त्रण गऱ्यौँ। 2जना चाहिँ हाम्रो आमन्त्रणलाई सहर्ष स्वीकार गरेर आउनु भएको छ। एकजना कृष्ण राईजी हुनुहुन्छ, उहाँलाई देखेपछि मलाई आफूलाई पनि गर्वले छाती फुल्छ। उहाँको कथा चाहिँ उहाँ 28 हप्ता 2 दिनको प्रेग्नेन्सी हुनुहुन्थ्यो, सुस्मिता राई। मैले उहाँ अगाडि हुनुहुन्छ, उहाँको हजुर त्यसो चाहिँ यता। अनि त्यो बेला उहाँको ट्विन्स 2टा बच्चाहरूको गर्भावस्थामा आउनुभयो र अनि व्यथा भएको हिसाबले नर्मल डेलिभरीबाट जुम्ल्याहा जन्मे। 28 हप्ता 2 दिनमा मुस्किलले 1100 ग्रामका थिए तिनीहरू र मलाई अझै पनि सम्झना आउँछ। हामीले एकदमै मेहनत गऱ्यौँ ती बच्चाहरूलाई बचाउनलाई। झन्डै 40-45 दिन हाम्रो आइसियुमा रह्यो। धेरै दुःख हामीले पनि भोग्यौँ, कहिले आश मार्यौँ, कहिले फेरि कोसिस गऱ्यौँ। अनि उहाँहरू यति भलाद्मी हुनुहुन्छ, हामीले सबै आफ्नो उपचारमा सहयोग गर्नुभयो। कुनै कतै असहयोगको कुरा भएन, सधैँ सहयोग गर्नुभयो, सधैँ खुसी हुनुभयो र अन्तिममा हामीले चाहिँ झन्डै 1100 ग्रामकाहरू चाहिँ 250 ग्रामको झन्डै 2300-2400 ग्राम बनाएर पठायौँ र डिस्चार्ज गऱ्यौँ। कहिले सफलता कहिले असफलता हामीले पछि ती बच्चाहरूलाई हेर्दै गर्दाखेरि एकजना बाबु चाहिँ हामीले गुमायौँ। पछि चाहिँ हामीले डिस्चार्ज गरिसकेपछि त्यो फेरि दुःखको कहानी पनि जोडिएको छ। तैपनि सफलताको कहानी के छ भन्दाखेरि चाहिँ हामीले एकदमै दुःख गरिकन चाहिँ 1100 ग्रामको बच्चालाई चाहिँ 2.5 किलो बनाएर छोड्दाखेरि
कृष्णजी पनि हामीले आभार व्यक्त गर्नुहुन्छ जहिले पनि। त्यस्तो कार्य छ। कृष्णजीलाई मैले एक शब्द भनेपछि एउटा कलमै आउनु भएको छ, 2 शब्द उहाँको पनि कुरा सुनौँ भनेर। हस्, धेरै धन्यवाद डाक्टर गणेश सरलाई। साथै सम्पूर्णमा नमस्कार। यहाँ आज फेरि हाम्रो 37औं सिद्धि स्मृति दिवसमा मलाई पनि आमन्त्रण दिनुभयो, त्यसको लागि धेरै धेरै धन्यवाद। साथै सम्पूर्णमा यो 37औं सिद्धि स्मृति दिवसको शुभकामना व्यक्त गर्न चाहन्छु। म चाहिँ अब यहाँको सेवक आएँ होइन। मेरो चाहिँ पहिला अब स्टोरतिर जाउँ। मेरो चाहिँ पहिला अब 28 हप्ताको बच्चा 2जना ट्विन्स, लगभग एउटा 1 केजी 100 ग्राम भनेको 1100 ग्राम, एउटा चाहिँ 1200 ग्राम लगभग। त्यो खालको चाहिँ बच्चा थियो मेरो सानो प्रिमेच्योर। त्यसमा त्यो अवस्थाको मेरो बच्चा, त्यो अवस्थाको मेरो ट्विन्स 2जना छोराहरू थियो। त्यो अवस्थालाई चाहिँ यहाँ हाम्रो अस्पतालबाट सम्पूर्ण यहाँ डाक्टर साहबहरू हुनुहुन्छ, नर्सहरू हुनुहुन्छ होइन। यहाँ अब फार्मेसी लगायतका यहाँ सम्पूर्ण जति पनि हुनुहुन्छ यहाँ हस्पिटलका कर्मचारीहरू सबैजनाले मलाई सहयोग गर्नुभएको छ। स्पेसली त मलाई डाक्टर साहबहरूले धेरै राम्रो रेस्पोन्स गर्नुभएको छ। आइसियुमा बस्यौँ हामी, लगभग 40-45 दिन आइसियुमा बस्यौँ। 40-45 दिन आइसियुमा बसिसकेपछि त्यसपछि हामी गयौँ माथि उसमा क्याबिनमा। लगभग 65 दिनको बसाइ भयो हामी। 65 दिनको बसाइमा आइसियुको त्यो लेभलदेखिको जुन 1 केजी 100 ग्राम 1 केजी 200 ग्रामको बच्चा चाहिँ घटेर पनि तपाईँको लगभग एउटा 800 ग्राममा पुगेको थियो, एउटा चाहिँ तपाईँको लगभग 600 ग्रामको हाराहारीमा थियो। त्यो खालको अवस्थाको बच्चाहरूलाई चाहिँ हाम्रो यहाँ अस्पतालबाट चाहिँ मैले एकदमै राम्रो उपचार पाएँ। मेरो बच्चाहरू बचाउन सफल भएँ होइन। त्यसको लागि ठुलो हात चाहिँ हाम्रो यहाँका डाक्टर साहबहरू हुनुहुन्छ, नर्सहरू हुनुहुन्छ सम्पूर्ण होइन। त्यसको लागि चाहिँ म चाहिँ एकदम उहाँहरूप्रति चाहिँ एकदम आभार व्यक्त गर्न चाहन्छु है। अब मेरो लाइफमा चाहिँ मेरो जीवनमा चाहिँ उहाँहरूले एउटा खुसी चाहिँ समेट्नु भएको छ, खुसी एउटा दिनुभएको छ। मेरो 2जना बच्चाहरूमध्येमा अहिले चाहिँ 1जना मात्रै लगभग 3 महिना हुने बेलातिरै मेरो चाहिँ ठुलो बच्चा चाहिँ ठुलो बेबी चाहिँ एक्सपायर हुन पुग्यो। अहिले चाहिँ सानो बेबी मात्रै छ। सानो बेबी चाहिँ अहिले त्यो 28 हप्तादेखिको अहिलेको उमेर भनेको तपाईँको लगभग 3.5 वर्ष। अहिले हाम्रो 3.5 वर्ष भएको छ बाबु होइन। एकदम एक्टिभ होइन। त्यस्तो खालको प्रिमेच्योर टाइपको चाहिँ केही पनि उसको चाहिँ अहिले एक्टिभिटीहरू छैन। एकदमै सक्सेसफुल, एकदमै म चाहिँ एकदम खुसी छु। हाम्रो यहाँको जति पनि मैले पहिला पाएँ सर्भिसहरू जति पनि मैले पाएँ होइन, त्यो सर्भिसहरूबाट चाहिँ म एकदमै सेटिस्फाइड छु होइन। एकदम खुसी लाग्छ। हाम्रो डाक्टर साहबहरूले पनि एकदम राम्रो रेस्पोन्स गरिदिनु भएको थियो। एकदम खुसी लाग्छ। आज मलाई मेरो थोरै सानो मन्तव्य चाहिँ यहाँहरू सामु यसो राखिदिनुहोस् न भनेर भन्नुभयो। त्यही हिसाबले गर्दाखेरि म पनि यहाँ आइपुगेँ। अरू कुरा त्यही हो मेरो अब छोटो कुरा। अब अरू खासै अब धेरै बोल्न आउँदैन होइन। यति नै भन्न चाहन्छु। बाँकी फेरि पनि 37औं सिद्धि स्मृति दिवसमा मलाई सम्झिनु भयो, धेरै धेरै धन्यवाद हजुरहरूलाई लगायत। अबको दिनहरू पनि फेरि समेट्नु हुनेछ भन्ने आशाका साथ म अहिले बिदा हुन चाहन्छु। हजुर नमस्ते सबैजनालाई। आजको यो सक्सेस स्टोरी सेयर गर्ने कुरामा चाहिँ हाम्रो एउटा अर्को सक्सेस स्टोरिजको लागि पनि तपाईँहरूको माझमा चाहिँ प्रेजेन्ट गर्न चाहन्छु। उहाँ चाहिँ हाम्रो रामकला दिदी हुनुहुन्छ। अनि हजुर
हाम्रो चाहिँ सिडी मेमोरियलमा चाहिँ हामी जेनरल स्क्रिनिङहरू गरिरहेका हुन्छौँ टाइममा र यस्तै स्क्रिनिङमै उहाँको पनि पहिला चाहिँ ब्लिडिङहरू हुने अलि रेगुलर किसिमले ब्लिडिङहरू हुने त्यही समस्या भएर चाहिँ आउनुभएको थियो। अनि आउँदाखेरि चाहिँ उहाँ चाहिँ एकदमै पेसेन्ट पनि सबै भेराइटिजको टाइपको हुनुहुन्छ, तर उहाँले चाहिँ एकदमै हामीले भनेको कुराहरू सबैहरू माने खालकै हुनुहुन्थ्यो। र त्यस्तै गर्दाखेरि स्क्रिनिङ गर्दाखेरि हाम्रो यहाँ चाहिँ डायग्नोस्टिक हिस्टोस्कोपी भन्ने स्क्रिनिङहरू चाहिँ गरेको थियो हामीले। हिस्टोस्कोपीमा चाहिँ त्यहाँ जुन हामीहरूले भित्रहरू हेर्ने कुराहरू चाहिँ कहिलेकाहीँ चाहिँ हामीले यदि यो नै हो भन्ने कुराहरू चाहिँ डायग्नोस्टिकहरू हुनलाई गाह्रो हुन्छ। र त्यही कुरामा चाहिँ उहाँको चाहिँ अलिकति यो जुन हामीले भित्र हेर्ने त्यो रक्तनलीहरू जुनहरू हुन्छ त्यो चाहिँ अलिक धेरै जस्तो देखेकोले गर्दाखेरि उहाँलाई चाहिँ हामीले यो पाठ्यघर निकाल्दा नै राम्रो हुन्छ जस्तो छ भन्ने जस्तै गरिकन हामीले चाहिँ काउन्सिलिङ गरेर उहाँको चाहिँ दूरबीनबाट नै हामीले पाठ्यघर चाहिँ शल्यक्रिया गऱ्यौँ। र त्यसपछि चाहिँ बायोप्सीको रिपोर्ट आउँदाखेरि चाहिँ हामी सबैजना अचम्मित भयो, किनभने उहाँको चाहिँ पाठ्यघरकोमा चाहिँ ट्युमर त थिँदै थियो, तर त्यसमा चाहिँ पाठ्यघरको मुखमा पनि क्यान्सरको रिपोर्ट आयो। त्यो रिपोर्ट आएपछि उहाँ पनि आएको थियो, हामी पनि आएको थियो, किनभने इट वाज नट एक्सपेक्टेड होइन। तर हामीलाई लागिरहेको थियो समथिङ इज ब्याड भन्ने कुरा, किनभने हामीले सबै अल्ट्रासाउन्डहरू सबै डायग्नोस्टिकहरू टेस्ट गर्दाखेरि पनि कुनै पनि मा चाहिँ क्यान्सरहरू डिटेक्ट चाहिँ भएको थिएन। तर इट वाज अब लक्किली सबै कुराहरू हामीले अर्ली स्टेजमै थाहा पाएकोले गर्दाखेरि चाहिँ छिटो नै ट्रिटमेन्ट पनि पाउनुभयो, केमो पनि पाइसक्नु भएको छ। उहाँ अहिले हाम्रो माझमै हुनुहुन्छ, फिट एन्ड फाइन नै हुनुहुन्छ र यही सक्सेस स्टोरी चाहिँ हजुरहरूसँग सेयर गर्नको लागि हस्। धन्यवाद उहाँहरूलाई। अलि हामीले कार्यक्रम ढिलो सुरु गऱ्यौँ र 1.5 घन्टामा सक्ने भने यो 2वटा सक्सेस स्टोरी अब सुन्नै पर्ने राम्रो। त्यस कारणले थोरै टाइम तलमाथि भएको छ, हामी समयमै सक्ने तर्खरमा छौँ। अब हाम्रा प्रमुख अतिथि र अतिथिज्यूहरूलाई मायाको चिनो दिने कार्यक्रम छ। अध्यक्षज्यूलाई म मायाको चिनो प्रदान गर्न र प्रमुख अतिथिज्यूहरूले मायाको चिनो ग्रहण गर्नुहुनेछ भन्ने आग्रह गर्दछु। प्रमुख अतिथि श्री सरोज कुमार शर्माज्यूलाई सिद्धि मेमोरियल यो फाउन्डेसनको तर्फबाट सब धन्यवाद मायाको चिनो प्रदान हुँदैछ। शुभकामनासहित धन्यवाद। त्यस्तै मुकेश कवान्जुलाई पनि मायाको चिनो प्रदान गर्नु हुन आग्रह गर्दछु। त्यो बक्स चाहिँ भएको राम्रो हुन्छ। हस् धन्यवाद। त्यस्तै सञ्जय मलिक सरलाई पनि मायाको चिनो ग्रहण गर्नु हुन आग्रह गर्दछु। त्यस्तै हाम्रो डाक्टर सरलाई पनि बद्री प्रसाद बोलु सरलाई पनि मायाको चिनो ग्रहण गर्न आग्रह गर्दछु। यस्तै रोटरी क्लबका अध्यक्षज्यू, त्यस्तै लायन्स क्लब ब्यासिलियर भाइस प्रेसिडेन्टज्यू, कृष्ण राई भाइलाई पनि मायाको चिनो ग्रहण गर्न आग्रह गर्दछु। त्यस्तै रामकलाजीलाई पनि मायाको चिनो ग्रहण गर्नु हुन आग्रह गर्दछु। धेरै धेरै धन्यवाद। अब यो सिद्धिलाई सम्झिने दिन तल हाम्रो बृहत स्वास्थ्य शिविर पनि सकिँदै होला, रक्तदान पनि सकिँदै होला। हामी अब यो कार्यक्रमलाई धन्यवादसहित छोटो मन्तव्यसहित यो कार्यक्रम सक्दिनु हुन, समापन गरिदिनु हुन आजको यो कार्यक्रमका अध्यक्षता गर्नुहुने दाइ श्यामसुन्दर दौडजीलाई आग्रह गर्दछु। सर्वप्रथम सम्पूर्णलाई मुरी धन्यवाद। यहाँको धैर्यका साथ हाम्रो कार्यक्रमलाई सुन्नुभयो, अवलोकन गर्नुभयो।
यो हाम्रो लागि ठुलो प्रेरणा छ। त्यसमा पनि सबभन्दा महत्त्वपूर्ण पक्ष भनेको हाम्रो छोटो निमन्त्रणालाई सदस्य सचिवले स्वीकार गरिदिनु भयो। त्यो लागि हाम्रो एउटा अभाग्य छ, गोल्डन अपर्च्युनिटी भयो। त्यसमा हाम्रो मल्लिक सरले भूमिका खेलिदिनु भयो, त्यसको लागि मल्लिक सरलाई पनि धन्यवाद। किनभने हामीलाई खुसी लाग्यो सदस्य सचिवको प्रेरणा, हाम्रो मल्लिक सरको प्रेरणा, हाम्रो उकेश भाइको प्रेरणाले अझ कहिलेकाहीँ नैराश्यता आउँदछ है। कति गर्ने अब 74 वर्ष लाग्यो होइन, तर यस्तो यस्तो कुराले चाहिँ अझ स्टिल टाइम। कारण के हो भने मलाई जहिले पनि प्रेरणा भनेको हाम्रो डाक्टर गौरीशङ्कर दास, उहाँ 103 वर्षको भइसक्यो, स्टिल फिट एन्ड फाइन है। अब जहिले पनि यदि हामी व्यवहार गर्दाखेरि गौछोडा जस्तो हामी गौरीशङ्कर डाक्टर भनिन्छ, त्यही सन्दर्भमा ठाउँ ठाउँमा भेटिन्छ। र त्यस अर्थमा सदस्य सचिवजीलाई, मल्लिक सरलाई, हाम्रो उकेश भाइ, सरलाई, अरू हाम्रो राजेश भाइ, गोकुल भाइ र उपस्थित सम्पूर्ण मेरा सहकर्मी बोर्ड मेम्बरहरू, यस स्थानमा कार्यरत सम्पूर्ण कर्मचारी र त्योभन्दा पनि महत्त्वपूर्ण मेरो टोलका दाजुभाइ दिदीबहिनीहरूमा सम्पूर्णमा प्रतिष्ठानको तर्फबाट मुरी धन्यवाद दिँदै आजको कार्यक्रम यही समापन गर्न चाहन्छु। र तल सानो एउटा स्नेह भोजनको कार्यक्रम गरेको छ, त्यसमा बिन्ती छ सबैले सहयोग भइदिने, हामीलाई एउटा भरोसा र प्रेरणा दिनुहोला भन्दै म आजको यस कार्यक्रम यही समापन गर्नेछु। धन्यवाद।